हेर्नुहोस् रामप्रसाद, कुरा प्रश्न छ। हाम्रो छोरा इन्जिनियर हो, सहरमा इज्जत छ, जति आउँदा कम्तीमा 500 जना हुन्छ नि। पार्टी प्यालेस पनि सहरकै सबैभन्दा महँगो हुनुपर्छ। तर श्यामलालजी, मैले आफ्नो गच्छे अनुसार त तयार गरेकै छु। एउटा सामान्य परिवारको मान्छेले 500 जना जन्ती र तपाईँले भन्नुभएको महँगो गाडी अलिक गाह्रो भएन र? अब छोरी दिएपछि गाह्रो सजिलो त अलिकति भइहाल्छ नि। आखिर त्यो सम्पत्ति पनि त तपाईँले छोरीलाई नै दिने हो। फेरि इन्जिनियर जस्तो केटा तपाईँले गाडी नदिँदाखेरि साइकलमा बिदा गरे भन्दैनन्, आफन्तहरूले के भन्ला? अलि विचार गर्नुहोस्। तर सम्झिज्यू, मैले मेरो छोरीलाई 20 वर्षसम्म पढाएँ, सक्षम बनाएँ। मलाई लाग्छ उनी आफैमा एक सम्पत्ति हुन्। के तपाईँलाई मेरो छोरीभन्दा फलाम गाडी ठुलो भएर? कुरा आदर्शको नगर्नुहोस् रामप्रसादजी। समाजमा बस्न इज्जत चाहिन्छ। छोरीले जागिर गरेर घर त भर्ने, गाडी देखिने त समाजले नै हो। यदि गाडी गरगहना पुर्याउन सक्नुहुन्न भने यो कुरा अगाडि नबढाए पनि हुन्छ। आज बुझेँ, तपाईँ छोराको बिहे गर्न आउनुभएको रहेनछ। मलाई लाग्थ्यो तपाईँको छोरा पढे लेखेको छ, मेरो छोरीलाई बुझ्छ। तर जसको बाउको सोच नै यस्तो छ, त्यहाँ मेरो छोरी कहिले पनि खुसी हुन सक्दैन। के भन्न खोज्नु भएको? साइन तोड्नु खोज्नु भएको? हो सम्धिज्यू, मलाई यस्तो घरमा छोरी दिनु छैन। जहाँ मान्छेको भन्दा त्यहाँ सामानको मूल्य बढी हुन्छ। म ऋण काटेर तपाईँको अहङ्कार भन्न सक्छु, तर मेरो छोरीको आत्मसम्मान बेच्न सक्दिनँ। यो विवाह यही रद्द गर। तपाईँलाई पछुतो हुने यस्तो इन्जिनियर केटा फेरि पाउनुहुनेछ। इन्जिनियर त फेरि भेटिएला, तर एउटा स्वाभिमानी बुवाले आफ्नो छोरीलाई बुवालीको बोका बनाउन सक्दैन। बरु म मेरो छोरीलाई अझै पढाउँछु। तपाईँ जस्तो भिखारीको हातमा मेरो छोरी सुम्पिन सक्दिनँ।